नमस्ते, म डाक्टर अमित गौली। आज म एउटा विशेष कुराको बारेमा टिप्पणी गर्न गइरहेको छु। हामी यसलाई भन्छौँ ह्यान्ड हाइजिन, अर्थात् हाम्रो हातको सरसफाइको बारेमा। भनिन्छ हाम्रो स्वास्थ्य हाम्रो नै हातमा हुन्छ, हैन? त्यही भएको कारणले चाहिँ हातको सरसफाइ अथवा ह्यान्ड हाइजिन भनेको ज्यादै नै महत्त्वपूर्ण कुरा हो। यसले हाम्रो शरीरमा भएका विभिन्न रोगहरू, सङ्क्रमणहरूलाई चाहिँ सर्नबाट एकदमै ठुलो बचाउने भूमिका खेल्दछ। यो रोगहरू सर्ने प्रक्रियालाई यसले रोक्दछ र आफू स्वस्थ रहने र साथसाथै समाज र देश समग्र रूपमा स्वस्थ रहन पनि ह्यान्ड हाइजिनको ठुलो भूमिका रहन्छ। विश्व स्वास्थ्य सङ्गठनले भनेअनुसार हातको सरसफाइ अथवा ह्यान्ड हाइजिन को प्रयोग गर्दाखेरि हामीले साबुनको प्रयोग अथवा चाहिँ एल्कोहल बेस्ड डिसइन्फेक्टेन्ट अथवा सेनिटाइजरको प्रयोग पनि गर्न सकिन्छ, जसमा एल्कोहलको मात्रा 60% अथवा बढी हुनुपर्ने भनेर भनिन्छ। अब ह्यान्ड हाइजिन गर्ने विभिन्न स्टेप्सहरूको बारेमा भन्नुपर्दाखेरि पहिला हामीले सोप यहाँ लिन्छौँ। लिएपछि चाहिँ हामीले यसरी हजुरको यो पाम हत्केलालाई रब गरौँ। त्यसपछि अर्को स्टेप भनेको हजुरले यसरी यो औँलाहरूको आँख्लाको बिचमा सफा गर्नु पर्यो। त्यसपछि हजुरले यसरी यो यताको आँख्लाहरूको बिच औँलामा सफा गर्नु पर्यो। त्यसपछि हजुरले गर्ने भनेको यसरी यो नङको र हजुरको चाहिँ औँलाको टुप्पोहरू यसरी सफा गर्नु पर्यो। र अर्को स्टेप भनेको चाहिँ हजुरले यसरी बुढी औँला यसरी हजुरले चाहिँ सफा गर्नु पर्यो। र अर्को स्टेप भनेको हजुरले यसरी नङको चाहिँ सफा गर्नु पर्यो, ताकि नङहरूको मैल र सङ्क्रमणजन्य कुराहरू चाहिँ निस्केर जाउन्। र पछि हजुरले हत्केलादेखि यो नाडीसम्म नै यसरी चाहिँ सफाइ गर्नुपर्ने हुन्छ। र त्यसपछि राम्रोसँग सफा पानीले धुने र ड्राई गर्ने, यी चाहिँ तपाईका ह्यान्ड हाइजिन अथवा ह्यान्ड वासिङका प्रमुख चरणहरू यस्तो रहेका हुन्छन्। अब ह्यान्ड हाइजिन चाहिँ महत्त्वपूर्ण किन छ भन्ने त हामीले कुरा गरिहाल्यौँ। र ह्यान्ड हाइजिन कुन बेलामा गर्ने भन्ने कुरा पनि अर्को महत्त्वपूर्ण कुरा हुन्छ। जस्तै हामीले व्यक्तिगत अथवा चाहिँ घरायसी सिनारियोमा हामीले ह्यान्ड हाइजिन भनेको खाना खानुअघि, खाना खाइसकेपछि, खाना पकाउनु अघि, बाहिरबाट घर आइसकेपछि, दिसा पिसाब गरिसकेपछि र कुनै फोहोर अथवा सङ्क्रमित सामग्रीहरू चलाइसकेपछि चाहिँ ह्यान्ड हाइजिन अथवा हात धुने कुरा चाहिँ गर्नुपर्छ। र साथसाथै स्वास्थ्य संस्थालाई चाहिँ हामीले मध्यनजरमा राखेर बोल्नु पर्दाखेरि बिरामी छुनु अघि, बिरामीलाई छोइसकेपछि अथवा बिरामीका वरिपरि रहेका सरसामानहरू अथवा बिरामीका बिलोङ्गिङ्सहरू छोइसकेपछि, साथसाथै स्वास्थ्य संस्थाबाट अथवा बिरामीबाट निस्कने शारीरिक तरल पदार्थहरू छोइसकेपछि हामीले चाहिँ ह्यान्ड हाइजिन अथवा चाहिँ हातको सरसफाइ गर्नुपर्ने भनेर चाहिँ विश्व स्वास्थ्य सङ्गठनले मापदण्ड तोकेको छ। त्यसैले हातको सरसफाइ ह्यान्ड हाइजिन भनेको साह्रै नै महत्त्वपूर्ण कुरा हो र यसले हामी त स्वस्थ हुन्छौँ नै, साथसाथै समाज र समग्र देश पनि अन्ततः स्वस्थ हुनेछ। र यो कुरालाई चाहिँ हामीले व्यवहारमा उतार्न एकदमै जरुरी छ भन्दै आफू पनि स्वस्थ रहनुहोस् र अरूलाई पनि स्वस्थ रहने प्रेरणा दिनुहोस् भन्दै आजको यो भिडियो टुङ्ग्याउन चाहन्छु। नमस्कार।